डिपोजिटको लागि कसरी गर्ने बुस्टपुलिनमा त यो त हेर्न सक्नुहुन्छ। तपाईँ यो अप्सनमा जानुहोस्, डिपोजिट यो वालेटमा जानुभयो भने यहाँ डिपोजिट विथड्रको अप्सन आउँछ। डिपोजिटमा जानेछौँ हामी। कम्तीमा पनि यहाँ $50 हो डिपोजिट हुने। तपाईँले $50 तपाईँले $500 या $5000 और $50,000 पनि तपाईँले डिपोजिट गर्न सक्नुहुन्छ। ओके, सो हामी डेमोको लागि यहाँ $50 ट्राई गरौँ। यसरी चाहिँ यो एड्रेस आयो। तपाईँले ध्यान दिनुपर्ने कुरा यो एड्रेसमा मेक स्योर BEP20 हो। तपाईँले यसलाई राम्रोसँग हेर्नु होला। यहाँ BEP20 भनेर लेखेको छ है, यहाँनिर BEP20 लेखेको छ। BEP20 नै तपाईँले सिलेक्ट गर्नु होला। अब यो एड्रेसमा तपाईँले त्यसलाई कपी गरेर यसलाई कपी गरे पनि हुन्छ, अर्थात् तपाईँले सर्ट हान्दा नि हुन्छ है। स्क्रिनलाई तपाईँले बाइनेन्समा गएर तपाईँले डिपोजिट गर्नको लागि मेक स्योर यो सबै डिजिट चाहिँ म्याच होस् है, बराबर हुनुपर्छ यो 6। ओके, यो ठिक छ। मैले यसलाई डिपोजिट गरिसकेपछि एकदमै इम्पोर्टेन्ट म तपाईँलाई त्यहाँ देखाउँछु। $50 म यता हाल्दैछु अर्कोबाट। यसलाई म कन्फर्म गरिदिएँ यो एड्रेसमा। अब यो तपाईँको यसलाई हटाउँ। तपाईँले जहाँबाट डिपोजिट गर्नुभएको छ त्यहाँनिर ह्यास आइडी आइसकेको छ। यो ह्यास आइडी मैले फेरि यसमा अब के गर्छु भने यहाँ तल छ नि ह्यास आइडी, यहाँ तल तपाईँले यो मेक स्योर एकदमै यो इम्पोर्टेन्ट कुरा हो। 12 मिनटभित्रमा तपाईँले यो यसलाई ब्याक नगइकन यसलाई चाहिँ तपाईँले ह्यास आइडी हान्नु होला। तपाईँ सिधै कहाँ जाने भन्दाखेरि तपाईँले वाट्सएपमा अर्थात् टेलिग्राममा म पठाउँछु। टेलिग्राममा मैले यसलाई कपी गरिसकेछु यो ह्यास आइडी। तपाईँको बाइनेन्सले तपाईँको डिपोजिट गरेको केही सेकेन्डमै ह्यास आइडी दिन्छ। यो सर्लक्कै ह्यास आइडीलाई नै तपाईँले कपी गर्नुपर्छ है त। यसलाई मैले कपी गर्दैछु ह्यास आइडी सबैलाई मैले सेन्ड गरेँ। अब मैले यो ह्यास आइडीलाई सर्लक्कै यसलाई कपी गरेर यहाँनिर मैले म ब्याक भएको छैन ल, म कतै पनि ब्याक भएको छैन। यहाँ मैले जस्तो थियो त्यस्तै मैले 11 मिनटभित्र मैले यो ह्यास आइडी हालिसकेपछि इन्स्टेन्ट ह्यास आइडी के हो भेरिफाई भयो। तपाईँ ब्याक कहिले हुनुहुन्न है। अनि त्यसपछि मेरो यहाँ इन्स्टेन्ट फन्ड आइसकेको छ है त। यहाँ हेर्नुहोस् $50 आइसक्यो है। तपाईँ ब्याक हुनुभयो फेरि हाल्नुभयो भने त्यो अलिकति टाइम लाग्न सक्छ, फेरि म्यानुअल गर्नुपर्ने हुन्छ। त्यसरी तपाईँ ब्याक नहुनु होला है त। अब यहाँ फन्ड आइसकेपछि तपाईँ फेरि यो फन्ड बोन्डमा आउँदैन है। तपाईँ यहाँ बोन्डमा जानुभयो भने यो बोन्डमा आएको छैन ल। यो फन्ड कहाँ छ भन्दाखेरि यो फन्ड चाहिँ तपाईँले यहाँनिर स्वापमा हेर्नु होला है। स्वापमा तपाईँको यो $50 आएर बसेको छ। यसलाई तपाईँले $50 यहाँ हालेर यहाँनिर ट्रान्जेक्सन पासवर्ड तपाईँ हाल्नुपर्छ। यो हाल्ने बित्तिकै के हुन्छ, यो ट्रान्जेक्सन पासवर्ड हान्नुहोस्। कतिवटा कति के छ होइन, मैले यसलाई हाल्नु सेक्युरिटीको लागि। यो हाल्ने बित्तिकै तपाईँको यो $50 यो कहाँ जान्छ, ट्रेड वालेटमा जान्छ। अनि त्यसपछि बन्ड गर्नको लागि रेडी हुन्छ है। अनि त्यसपछि तपाईँले सिधै बन्डमा गएर यो ट्रान्जेक्सन भइसकेपछि बन्डमा गएर तपाईँले एक्टिभ गर्न सक्नुहुन्छ है त। सो थ्याङ्क यू सो मच। डिपोजिटको लागि यसरी नै गर्ने हो है त। म फेरि एकचोटि दोहोऱ्याउँछु। तपाईँ वालेटमा जाने, डिपोजिटमा जाने, एमाउन्ट हाल्नुहोस् होइन। कम्ती पनि $50 $500 अर्थात् $5000 डिपोजिटमा जानुहोस्। यो एड्रेस आउँछ। यो एड्रेस तपाईँले मेक स्योर स्क्यान गरे नि भयो।
यो एड्रेस कपी गर्नुहोस्, यहाँनिर कपीको अप्सन छ। अनि मेक स्योर यो हालिसकेपछि तपाईँले फन्ड ट्रान्सफर गरिसकेपछि यसलाई ब्याक नगरिकन त्यो ट्रान्जेक्सन ह्यास तपाईँले यहाँनिर कपी पेस्ट गर्नैपर्छ है। निकै ठुलो लामो हुन्छ, कपी पेस्ट गर्नुहोस्, भेरिफिकेसन गर्नुहोस्, इन्स्ट्यान्ट तपाईँको फन्ड एप्रुभ हुन्छ, वालेटमा आउँछ है त। थ्याङ्क यू सो मच।